कम्युनिस्ट आन्दोलन कुनै राष्ट्रिय आन्दोलन मात्रै होइन। कम्युनिस्ट आन्दोलन एउटा अन्तर्राष्ट्रिय आन्दोलन हो र मजदुर वर्ग जसरी अन्तर्राष्ट्रिय वर्गको रूपमा छ र त्यो वर्गको राजनैतिक प्रतिनिधिका रूपमा कम्युनिस्ट पार्टी पनि त्यसको मुख्य पक्ष अन्तर्राष्ट्रिय नै छ। र हामीले मार्क्सवादको कुरा गर्दा या लेनिन माओहरूका योगदानको चर्चा गर्दा पनि हामीले अन्तर्राष्ट्रिय आन्दोलनको सन्दर्भमा नै त्यसलाई बुझ्ने गर्दछौँ र हाम्रा संस्थापक नेताहरूले नेपाल कम्युनिस्ट पार्टीको स्थापना पनि लेनिनको जन्मदिन पारेर नै गर्नुको पछाडि यसको अन्तर्राष्ट्रिय आयामलाई, यसको अन्तर्राष्ट्रिय भूमिका र महत्त्वलाई स्थापित गर्नु थियो भन्ने कुरा पनि हामीले सम्झिनु पर्दछ। र यो पटक हामी जति बेला पार्टी स्थापना दिवस र लेनिन जयन्ती मनाउँदैछौँ, हामीले एकातिर अन्तर्राष्ट्रिय आन्दोलनमा पनि केही नयाँ जटिलता, केही नयाँ ध्रुवीकरण, नयाँ परिस्थितिको बीचमा हामीले यो स्थापना दिवस मनाउँदैछौँ। मैले अहिले लामो व्याख्या गर्न त सम्भव छैन, तर म कमरेडहरूलाई केमा थोरै ध्यान आकर्षित गर्न जरुरी सम्झेको छु भने प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्ध दुईटा ठुल्ठुला युद्धहरू भए। प्रथम विश्वयुद्ध पनि र दोस्रो विश्वयुद्ध पनि सर्वहारा वर्ग, मजदुर, श्रमजीवी र पुँजीपतिका बीचमा लडाईँ परेर भएको युद्ध थिएन। हामी सबैले यसलाई स्मरण गर्न जरुरी छ। त्यो पुँजीपति वर्गकै विभिन्न लुटेरा गुटहरूको बीचमा अस्वस्थ प्रतिस्पर्धाको परिणामको रूपमा प्रथम विश्वयुद्ध भएको थियो र पुँजीपति वर्गका डाङ्काहरूको बीचको लडाईँबाट नै दोस्रो विश्वयुद्ध पनि अगाडि आएको थियो। प्रथम विश्वयुद्धको त्यो अन्तर्विरोधको भित्रबाट लेनिनको नेतृत्वमा त्यहाँको कम्युनिस्ट पार्टी, बोल्सेविक पार्टीले साम्राज्यवादी युद्धका विरुद्ध समाजवादी क्रान्तिको झण्डा उठाएको हो। यद्यपि लेनिनको पार्टी त्यति बेला धेरै ठुलो विशाल पार्टी त थिएन, तर लेनिनले लिएको नीति, सिद्धान्त, विचार, रणनीति, कार्यनीतिहरू वैज्ञानिक थियो, वस्तुवादी थियो, ऐतिहासिक रूपले सर्वहारा श्रमजीवी वर्गको निम्ति अत्यावश्यक पनि थियो। त्यसकारण पुँजीपतिहरूको बीचको लडाईँलाई समाजवादी क्रान्तिको अवसरको रूपमा सदुपयोग गर्न उहाँ अगाडि बढ्नुभयो र पहिलो समाजवादी क्रान्ति सफल पनि भयो। त्यसरी नै दोस्रो विश्वयुद्ध पनि पुँजीपतिहरूको बीचमा विभिन्न गुटहरूको बीचको लडाईँ नै थियो र रुसी कम्युनिस्ट पार्टीको नेतृत्वमा त्यति बेलाका पुँजीपतिहरूको र सबभन्दा उग्र र तीव्र रूपमा देखा परेको फासीवाद, जर्मनको हिटलरको फासीवादका विरुद्ध समाजवादी क्रान्तिको राष्ट्रिय युद्धको नयाँ झण्डा उठाएपछि विश्वका धेरै देशमा जनवादी र समाजवादी क्रान्ति सम्पन्न भयो। कमरेडहरू, म के भन्न खोज्दैछु तपाईँहरूको अगाडि भने अहिले फेरि एकचोटि पुँजीपतिहरू विश्वको विभाजन, पुनर्विभाजन गर्ने, विभिन्न रूपमा विश्वका जनतालाई लुट्ने गुटहरूको बीचमा अहिले फेरि एकचोटि ठुल्ठुला युद्ध र ठुल्ठुला अन्तर्विरोधहरू जन्मँदैछन् र परिस्थिति यस्तो बन्दैछ कि तेस्रो विश्वयुद्धतिर त जाने होइन भन्ने सन्तास विश्वभरि फैलिएको छ। अहिले भर्खरै इरान, इजरायल र अमेरिकाको बीचको युद्धको स्थिति मध्यपूर्वमा जसरी फैलिँदैछ, रुस युक्रेन वाला युद्ध 4-5 वर्षदेखि हामीले देखिराखेका छौँ। प्यालेस्टाइन र इजरायलका बीचको दशकौंदेखिको लडाईँ अझ चर्किँदैछ। र मैले भन्न के खोजेको छु भने फेरि एकचोटि पुँजीपति वर्ग निकै ठुलो सङ्कटमा परेको छ। उनीहरूका विभिन्न गुटहरू आपसमा स्वार्थको निम्ति फेरि मर्न मार्न तिनीहरू
तम्सेका छन् सर्वहारा श्रमजीवी जनता होइन। उनीहरूले जनताको कत्लेआम नृशंस हत्याको फेरि त्यही पाशविक चरित्रको प्रदर्शन अहिले गरिरहेकै छन्। मेरो भनाइको तात्पर्य के छ भने यो फेरि पुँजीपतिहरू नवउदारवादमा देखा परेको सङ्कट, पुँजीपतिहरूका विभिन्न डाका गुटहरूको बीचमा देखा परेको सङ्कटलाई समाधान गर्न साम्राज्यवादले फेरि एकचोटि युद्धको सहारा लिँदैछ र विश्वभरिको जनतालाई युद्धतिर धकेल्ने दुस्साहस गरिरहेको हामीले देखेका छौँ। यसलाई कसरी बुझ्ने? हामी कम्युनिस्टहरूले, हामी मार्क्सवादीहरूले, हामी वैज्ञानिक भौतिकवादका पक्षधरहरूले भन्ने प्रश्न धेरै महत्त्वपूर्ण प्रश्न छ। जसरी लेनिनले साम्राज्यवादी युद्धका विरुद्ध समाजवादी क्रान्तिको झण्डा उठाउनु भयो, जसरी हिटलरको फासिजमका विरुद्ध रुसी कम्युनिस्ट पार्टी र संसारभरिका श्रमजीवी जनताले जनवाद र समाजवादको झण्डा र राष्ट्रिय युद्धको झण्डा उठाएर क्रान्ति सफल पार्नुभयो। अब फेरि भिन्न परिस्थितिमा हामी कम्युनिस्टहरू र श्रमजीवीहरूको काँधमा एउटा विश्वव्यापी महत्त्वको ऐतिहासिक जिम्मेवारी आएको छ। कमरेडहरू, हामी सबैले बुझ्नै पर्छ यो कुरा। यो धेरै महान कुरा छ। तपाईहरुले सायद यो कुरा नोट गर्नुभयो होला। चाहे ल्याटिन अमेरिकी देशको कुरा गरौँ या अन्य देशहरूमा पनि कुरा गरौँ, अहिले फेरि एकचोटि समाजवादतिर दुनियाँ फर्किँदैछ। तपाईहरुले हेरिराख्नु भएको होला, अमेरिका जस्तो ठाउँ जहाँ त्यहाँको सरकार र नेतृत्वले दुनियाँभरि युद्ध थोपर्ने दुस्साहस गर्दैछ, लाखौं र करोडौंको संख्यामा अमेरिकी जनतामा सडकमा उत्रेर युद्धको विरोधमा उत्रेको पनि हामीले देख्न सक्नुपर्दछ। तपाईहरुले यो कुरालाई पनि नोट गर्नुपर्दछ। अमेरिकामा नै फेरि न्युयोर्क लगायतका शहरहरूमा कम्युनिस्ट पार्टीको झण्डा लिएर त्यहाँका श्रमजीवी जनताहरू पनि सडकमा उत्रिन सुरु गरेका छन्। त्यस्तो बेलामा हामीले नेपाली कम्युनिस्टहरूले यहाँ पार्टी स्थापना दिवस मनाउँदैछौँ भने हाम्रो के अन्तर्राष्ट्रिय दायित्व हुन्छ भन्ने कुरा हामीले गहिरो गरी विचार गर्नुपर्दछ। अन्तर्राष्ट्रिय हाम्रो भूमिका के? साम्राज्यवादी युद्धका विरुद्ध समाजवादको पक्षमा हामीले विश्वभरिका श्रमजीवीसँग नयाँ सिराबाट एकता गर्ने। सायद तपाईहरुले यो पनि हेर्नुभयो होला, केही दिन अगाडि हाम्रो पार्टी समेत संलग्न भएको दक्षिण एसियाका विभिन्न कम्युनिस्ट पार्टी र क्रान्तिकारीहरूको एउटा संयुक्त वक्तव्य निक्लिएको छ। साम्राज्यवादी युद्धका विरुद्ध, साम्राज्यवादी हस्तक्षेपका विरुद्ध फेरि हामी एक भएर उठ्नुपर्छ भन्ने अपिल प्रकाशित भएको थियो। साना साना झिल्का जस्ता देखिन सक्छन्। अमेरिकामा फेरि कम्युनिस्ट पार्टीको झण्डा बोकेर हिँड्ने त्यहाँका मजदुरहरू, या ल्याटिन अमेरिकी देशमा विभिन्न खालका साम्राज्यवादी हस्तक्षेप र षड्यन्त्रका विरुद्ध लड्दै पड्दै त्यहाँका कम्युनिस्टहरू र वामपन्थीहरू सत्ताको सङ्घर्षमा कहिले नराम्रोसँग पराजय भोग्दै र फेरि त्यो पराजयबाट शिक्षा लिएर फेरि नयाँ नयाँ विजयका झण्डा गाड्दै अगाडि बढेका तपाईँ हामी सबैलाई थाहा छ। ब्राजिलको इतिहास, त्यहाँका वामपन्थीहरूको के भयो? पहिला शान्ति प्रक्रियामा आइसकेपछि कसरी त्यहाँका वामपन्थीले चुनाव जिते, सरकार बनाएर केही वर्षपछि तिनै मानिसहरूमाथि साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अनेक षड्यन्त्र र प्रपञ्च गरेर उनीहरूलाई जेल हालियो, भ्रष्टाचारको आरोप लगाइयो। वर्षौं जेल बसेर पनि उनीहरूले जनताको पक्षमा, राष्ट्रको स्वाधीनताको पक्षमा आवाज उठाउन छोडेन। पछि तिनै नेताहरू फेरि आएर चुनाव अत्यधिक बहुमतले जितेर अहिले राष्ट्रपति छन्। हामीले यो कुराको पनि हेक्का राख्नुपर्छ। आज हामीले पार्टी स्थापना दिवस मनाउँदै गर्दा विश्व इतिहासमा क्रान्तिकारी र वामपन्थीहरूका जित र हारका श्रृङ्खलाहरू कस्ता रहे र अन्तिममा विजय कम्युनिस्टहरूको, क्रान्तिकारीहरूको नै हुँदै कसरी आएको छ भन्ने कुराको पनि
गम्भीर समीक्षा गर्नुपर्दछ। म यसको लागि पनि यो मञ्चबाट तपाईँ सबै कमरेडहरू र देशभरिका क्रान्तिकारी कम्युनिस्टहरू, श्रमजीवी जनतासँग पनि अपिल गर्न चाहन्छु। अहिले क्षणिक रूपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको देखिएकै छ, त्यसबाट हामीले शिक्षा लिनै पर्दछ। हामीले कहाँ कमजोरी भयो भन्ने कुराको वस्तुवादी समीक्षा गर्नै पर्दछ। मलाई के लाग्छ भने यी धक्काहरू जो खाइन्छ बेला बेलामा, ती हामी भित्र जम्मा भएका फोहोर मैला सफा गर्ने अवसर पनि हो। सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दा बस्दा धेरै फोहोर हामी भित्र पनि जम्मा हुँदै गएको थियो। अहिले जनताले हामीलाई घृणा गरेको होइन, जनताले हामीलाई नुहाई धुवाई गरेर आऊ भनेर सबक सिकाएको हो भन्ने मलाई लाग्छ। त्यसकारण हामीले फोहोर मैला सफा गर्ने अवसर हामी भित्र जम्मा भएको, त्यसकालको गलत चिज सुधार्ने अवसरको रूपमा पनि यसलाई लिनुपर्दछ। म फेरि एकचोटि लेनिन सम्झिन चाहन्छु। कम्युनिस्ट पार्टी मजदुर वर्गको पार्टी र बुर्जुवा पार्टीमा अन्तर के हो? बुर्जुवाहरूले कहिले पनि आफ्नो गल्ती खुलस्त स्वीकार्न तयार हुँदैनन्, ढाकछोप गर्छन्, षड्यन्त्र गर्छन्, अनेक प्रपञ्च गर्छन्। त्यसकारण तिनीहरू जहिले पनि जनताका विरुद्ध हुन्छन्। हामी कम्युनिस्ट र मजदुर वर्गको विशेषता के हो त? हामी सकेसम्म गल्ती नगर्न सचेत हुने कोसिस गर्छौँ। त्यति गर्दा गर्दै पनि गल्ती भयो भनेपछि हामी फेरि खुलस्त स्वीकार गर्छौँ, सार्वजनिक रूपमा गल्ती भयो भनेर जनतासँग माफी माग्छौँ र हामी अब गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्छौँ र अगाडि जान्छौँ। यही अन्तर बुर्जुवा पार्टी र सर्वहारा पार्टीको बिचमा, कम्युनिस्ट पार्टीको बिचमा छ भनेर लेनिनले एक कदम अगाडि दुई कदम पछाडि भन्ने आफ्नो प्रसिद्ध किताबमा लेख्नु भएको छ। सायद धेरै कमरेडले त्यो पढ्नु भएकै होला। लेनिनले यो पनि भन्नुभएको छ, समाज विकासको क्रममा त्यस्तो कुनै मानिस जन्मेको छैन, जन्मिने पनि छैन जसले जीवनमा गल्ती नै नगरेको होस्। गल्तीबाट सिक्दै नै मान्छे अगाडि बढ्ने हो। तपाईँ हाम्रो जीवन पनि बच्चाबाट यहाँसम्म आइपुग्दा धेरै गल्ती कमजोरी बचपनदेखि नै हामीले गर्दै त्यसबाट सिक्दै नै हामी विकसित भएको हो। त्यस्तै उहाँले लेनिनले भन्नुहुन्छ, पार्टी पनि दुनियाँमा त्यस्तो कुनै पार्टी जन्मेको छैन जसले गल्ती नै नगर्ने, सधैँ राम्रो मात्रै गर्ने हुँदैन। त्यस्तो इतिहासले महान मान्छे र महान पार्टी त्यसैलाई भन्छ जसले सकेसम्म गल्ती नगर्न बल गर्छ। गल्ती भन्ने थाहा पाएपछि खुलस्त आफ्नो वर्गको अगाडि, आफ्नो जनताको अगाडि, राष्ट्रको अगाडि राख्छ र त्यसलाई सच्याउने सङ्कल्प गर्दछ। इतिहासले महान व्यक्ति पनि तिनैलाई भन्छ र महान पार्टी पनि त्यस्तै पार्टीलाई भन्छ। हामीले विगतमा कहीँ न कहीँ केही न केही त्रुटि गरेकै छौँ। हामी अहिले त्यसको आत्मचिन्तन, आत्ममन्थनमा छौँ। तपाईँहरूलाई थाहा छ, हामी अहिले पार्टीको त्यस्तै बैठकमा बडो खुलस्त ढङ्गले सबै कमरेडहरूलाई आफूलाई लागेका विचारहरू राख्ने अवसरको रूपमा, किनभने यो ऐतिहासिक मोडमा हामी छौँ। जनताले हामीलाई केही न केही सबक सिकाउन खोजेको छ। जनताले सिकाउन खोजेको ती शिक्षालाई हामीले ग्रहण गर्ने अवसरको रूपमा लिनु पर्दछ। त्यसकारण हामी त्यही प्रक्रियामा छौँ। म अहिले अरू लामो व्याख्या नगरिकन हामी कुन ओरिएन्टेसनतिर जाँदैछौँ त? पहिला आफ्नै पार्टीका कमी कमजोरी सच्याएर यसलाई पुनर्गठन गर्ने, नयाँ युवाहरूलाई प्राथमिकताका साथ आउने महाधिवेशनसम्म जाँदा तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताकाले पनि कुनै न कुनै भूमिका भए पनि अहिलेसम्म खेलेको रूप र भूमिकालाई नयाँ रूप र भूमिकामा प्रस्तुत गर्ने गरी छलफल गर्दैछौँ र हामी महाधिवेशन 6 महिनाभित्र हामीले भनेका छौँ सकेसम्म आउने आश्विनभित्र महाधिवेशन सम्पन्न गर्ने र नयाँ ढङ्गले यो पार्टीलाई पुनर्गठन गर्ने प्रक्रिया सुरु भएको छ। पहिलो। दोस्रो, हामीले यो बदलिएको देशको राजनीतिक जटिल परिस्थितिमा
वामपन्थी र कम्युनिस्ट आन्दोलनको समग्र रूपान्तरण र पुनर्गठन पनि आवश्यक छ। त्यसको निम्ति पनि नेपाली कम्युनिस्ट पार्टी, हामी यहाँ 3 प्रधानमन्त्री पनि छौँ, उपप्रधानमन्त्रीको लाइन नै छ, मन्त्रीहरूको त हामी निकै धेरै छौँ। यो पटक मन्त्री हुन नपरेकोमा, प्रधानमन्त्री हुन नपरेकोमा म खुसी व्यक्त गर्छु। यो आफू पार्टी सच्याउने अवसर हो हामीलाई। त्यसकारण कम्युनिस्ट आन्दोलनको पुनर्गठनको नेतृत्व पनि हामीले नै गर्नु छ। मैले व्याख्या नगरिकन तपाईहरुको ध्यान आकर्षण केमा गर्न चाहन्छु, यो बीचमा मसँग विभिन्न कम्युनिस्ट घटकका साथीहरू, पुराना नयाँ सबैले आउने, ल तपाईहरुले नेतृत्व गर्दिनु पर्यो कम्युनिस्ट आन्दोलन पुनर्गठन भन्ने धेरै सयौं नेताहरू आउने गर्नु भएको छ। म अझ बढी जिम्मेवारी थपिएको जस्तो, अझ बढी चुनौती थपिएको जस्तो महसुस गर्ने गरेको छु। त्यसैगरी दोस्रो मैले भने कम्युनिस्ट आन्दोलनको पुनर्गठनको पनि जिम्मेवारी हामीले लिनु छ भने, तेस्रो हामी हिजो निरङ्कुश राजतन्त्रका विरुद्ध, सामन्ती तन्त्रका विरुद्ध शान्तिपूर्ण आन्दोलनका राजनीतिक दल, त्यसको नेतृत्वकर्ता र सशस्त्र जनयुद्धको नेतृत्वकर्ताको बीचमा समझदारी गरेर नै नेपालमा संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको हो। त्यसकारण एकपटक तेस्रो हतियारका रूपमा हामीले संविधान सभाका, शान्ति सम्झौताका, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याएर फेरि एकचोटि राष्ट्रको अगाडि देखा परेको स्वाधीनताको समस्या, भौगोलिक अखण्डताका समस्या लगायत तमाम समस्याहरूको फेरि मुकाबला गर्ने अवसर पनि यो हो। तपाईहरुलाई थाहा भयो होला, अहिले चाहे नेपाली कांग्रेस, नेकपा एमाले, मधेस केन्द्रित राजनीतिक दलहरू, अन्य कम्युनिस्ट पार्टीहरूका नेताहरूसँग हाम्रो फेरि नयाँ सिराबाट संवाद अगाडि बढ्दैछ। हामी सबैले यो कुरा देख्न सक्नुपर्दछ। यो असाधारण परिस्थिति हामीले आँट गर्यौं भने, हामीले त्याग तपस्याको फेरि एकचोटि संकल्प गर्यौं भने यो पार लाउन सकिन्छ छिटै। किनकि हामीले यी सबै अनुभवबाट गुज्रेका छौं। हामी पराजयका ठुलठुला परिघटना पनि हामीले हेरेका छौं भने विजयका पनि ती सबै हामीले हेरिसकेका छौं। 64 मा कसरी हामी एक्लै बहुमतको नजिक पुगेको अनुभव पनि हामीसँग छ। 74 मा नेपाली कम्युनिस्ट पार्टी 2/3 को नजिक पुगेको पनि अनुभव हामीसँग छ। अनि अहिले नराम्रोसँग धक्का खाएको पीडा पनि हामीसँग छ। यी दुईटैलाई जोडेर हेर्यो भने म चाहिँ के देख्छु भने छिटै फेरि तपाईं, हामी त कतिपय साथीहरू अलि निराश भएको जस्तो कुरा सुनाउन आउनुहुन्छ। मलाई आजकल निराशाको कुरा सुनाउने मान्छे मेरो अगाडि नआइदिए हुन्थ्यो जस्तो लाग्छ। त्यस्तो होइन। म के देख्दैछु भने तपाईं हामीले सोचे भन्दा छिटै जनताको आन्दोलनको, समाजवादको, कम्युनिस्ट पार्टीको एउटा अर्को उभार छिटै आउँदैछ। हेर्नु होला, छिटै आउँदैछ। तपाईं हामीले सोचे भन्दा छिटो लक्षण त देख्नु भएको छ नि। हिजो आज सरकारमा बस्नेहरूका काम कारबाही त देखेका छौं। अहिले म बढी भन्दिन, राम्रो गर समर्थन हुन्छ भनिया छ, तर लक्षण त देखि त रहेको छ। समाज, परिवार, पार्टी सबै नै हामी वैज्ञानिक ढंगले विचार गर्यो भने समाज पनि हजुरबा, हजुरआमा, बुवा, आमा, छोरा, छोरी, नाति, नातिना मिलेर बन्या हुन्छ नि परिवार। बल्ल न त्यो परिवार पूर्ण परिवार, सन्तुलित परिवार, राम्रो परिवार हुन्छ। बुढा मात्रै भयो भने त्यो परिवार हुन्छ र?
ठिटा मात्रै ठिटी मात्रै भयो भने त्यो परिवार पूर्ण परिवार हुन्छ र हुँदैन नि। बच्चाको पनि परिवार हुँदैन। समाज हेर्यो भने पनि समाजमा पनि वृद्धहरू पनि छन्, प्रौढहरू पनि छन्, युवाहरू पनि छन्, नवयुवाहरू पनि छन् र त समाज चलिराखेको छ भने पार्टी पनि त्यस्तै हो। पार्टीमा पनि एउटा उमेर समूहलाई निषेध गरेर अर्को उमेर समूहलाई मात्रै राख्छु भने त्यो वैज्ञानिक होइन, त्यो अवैज्ञानिक कुरा हो, अवस्तुवादी कुरा हो, मनोगत कुरा हो, त्यो दुर्घटनातिर लैजाने कुरा हो। समाजलाई जाँदैन सही ढङ्गले। सबैको सन्तुलन अनिवार्य छ। अहिले हावाहुरी नयाँ भन्नेमा चलेको छ भने नयाँलाई हामी उच्च महत्त्व दिन चाहन्छौँ। हामी नै हो सबभन्दा बढी नयाँलाई महत्त्व दिएर नयाँलाई अगाडि ल्याउन चाहने। तर हिजो आज राम्रा न्युजहरू पनि आउन थालेका छन्। बिस्तारै बडो रमाइलो लाग्न थालेको छ न्युजहरू हेर्दा। बडो मजाका न्युजहरू आउन थाल्छ। अस्ति नेपो बेबी, नेपो किड्स, करप्सन भन्नेहरू अब ती नेपो बेबी र किड्स को रहेछन् भन्ने त अब त देखिन थाल्यो नि। अब त जनताले बुझ्ने दिन छिटै आउँछ जस्तो लागेको छ मलाई। हामी आफू तयार हुन पर्यो मात्रै हो। हामी आफू चाहिँ अगाडि बढ्न तयार भएर बस्दाखेरि राम्रा दिन छिटै आउँदैछन्। आज कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै गर्दा हामी सबैले बुझ्नुपर्ने वैज्ञानिक कुरा के हो भने हामी फेरि धुलो मैलो टकटक्याउँदै फोहोर मैला सफा गर्दै फेरि जनताको साथमा, फेरि वर्गको साथमा, फेरि क्रान्तिको पक्षमा उभिने कुरा नै हो। म फेरि भन्न चाहन्छु, जनताले हामीलाई सबक सिकाएका छन्। यो पटक जनताले हामीलाई घृणा गरेर बहिष्कार गरेको होइन, सबक सिकाएको हो। तिमीहरू अलि बढी हुन थालेछ भाइ, होस गर भने हो। होस गर्ने बित्तिकै जनता फेरि राष्ट्रिय स्वाधीनताको निम्ति जहिले पनि कम्युनिस्टहरू लडेको इतिहास जनताले बिर्सेको छैन। सामन्ती निरङ्कुशता र शोषण उत्पीडनका विरुद्ध, विभेदका विरुद्ध मजदुर किसानदेखि महिला, दलित, आदिवासी, जनजाति, थारू, मधेसी, मुस्लिमका पक्षमा लडाईँ कसले लड्यो? अहिले जे जति अधिकार प्राप्त भएका छन् जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त भएको हो भन्ने कुरा जनताले बिर्सेको छैन। नयाँ साथीहरू जो हामी बेसरी जित्यौँ भन्ठान्नु भएको छ, मैले त भनेको छु तपाईहरू ठिकै छ, अहिले मत जित्नु भएको छ, राम्रो गर्नुहोस्, हाम्रो शुभकामना त छ। तर के ख्याल गर्नुहोस् भने तपाईले जति महिला ल्याउनु भएको छ या अरू ल्याउनु भएको छ, हामीले बनाएको संविधान भित्रैबाट ल्याउनु भएको छ, त्यो भूमिका नबिर्सिनु होला। हिजो जनयुद्ध र जनआन्दोलनको समझदारी साथ बुँदेर सात राजनीतिक दल र नेकपा माओवादीको बीचमा समझदारी भएर संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र नभएको भए तपाईहरुले अहिले जे भोगिराख्नु भएको छ त्यो असम्भव थियो भन्ने कुरा नबिर्सिनु होला। मैले यो कुरा धेरै चाहिँ अहिले भन्न चाहन्न, नबिर्सिनु होला। र हामी यो स्थापना दिवससँगै मैले भनिहालेँ, आफ्नै पार्टी सबभन्दा पहिला पुनर्गठित गर्ने, पुनर्संरचनामा लैजाने, नयाँ बनाउने। मैले त साथीहरूसँग भनेको छु, सच्चिन चाहने जति हामीसँग बस्ने हो, नचाहने गए हुन्छ भनेको छु मैले। यो हामीले एकता गरेका छौँ, धेरै बनाएको छौँ, हामी कसैलाई फुत्किन दिन त चाहँदैनौँ। तर यहाँ बसेर रडाको गर्ने चाहिँ अब नबसे हुन्छ, आफ्नो बाटो लागे पनि हुन्छ। यहाँ बसेर क्रान्तिकारी ढङ्गले आफूलाई रूपान्तरण गर्ने संकल्प गर्नेहरू बसौँ। हामी अरू पनि को छन् हामी ल्याउँछौँ। त्यसकारण यो ऐतिहासिक अवसर हो आफूलाई बदल्ने, क्रान्तिलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने अवसर हो आज पार्टी स्थापना दिवस। र लेनिन जयन्तीका अवसरमा म सबैलाई
त्यसको निम्ति अपिल गर्दै म आफै त मैले भने लिडरसिपको नयाँ रूप र नयाँ भूमिकाको खोजीमा छु म पनि। मलाई साथ चाहिएको छ, तर म अन्तिम समयसम्म लड्न चाहिँ छोड्दिनँ। म लडाइँ फेरि फेला पारे जस्तो लागेको छ। म खुसी छु।